यस्ता खोला किनारका बस्तीहरूमा चाहिँ सकेसम्म अलिकति अध्ययन गरेर बस्ती बस्दा ठिक हुँदो रहेछ भन्ने यो क्षतिले यो उसले चाहिँ त्यस्तो खालको मेसेज दिएको छ हामीलाई। अब बन्ने संरचनाहरू, अब बन्ने बस्तीहरू चाहिँ पहिले पूर्वानुमान गरेर त्योभन्दा माथिको जियोलोजीको अध्ययन गरेर माथिका तालतलैयाहरू फुट्ने सम्भावना कति छ, के कति छ त्यसको अध्ययन गरेर चाहिँ बस्ती बस्दा राम्रो हुन्छ भन्ने कुराको पाठ हो यो। त्यही नै हो। यसको बारेमा तपाईलाई अरु केही छ जिज्ञासा? यहाँ चाहिँ फेरि बस्ती बसाल्न सकिन्छ कि सकिँदैन? यही स्थानमा तपाईको इन्जिनियरिङ हिसाबले त यो भन्दा माथि धेरै ठुल्ठुलो हिमतालहरू, त्यहाँको जियोलोजी चाहिँ एकदम कमजोर छ यो भन्दा माथिको पनि। त्यसको कारणले गर्दा यही लोकेसनमा चाहिँ बस्ती बस्न उपयुक्त ठ्याक्कै देखिँदैन। अब यसको अल्टरनेटिभ ठाउँ खोजेर अब यहाँ बसेको बस्तीलाई चाहिँ स्थानान्तरण गरेर अर्को ठाउँमा राख्न सकिन्छ। अब यही ठाउँमा त उपयुक्त नहोला, त्यो त अहिले त बगरको रूपमा परिणत भइसकेको छ, यो ठाउँमा सम्भव छैन। अब यहाँ पर्यटकहरू आउँदाखेरि अब यहाँ त होटलहरू बगायो होइन? हजुर, बाढीले। अब यहाँ चाहिँ के छ व्यवस्था? यहाँ होटलहरू, खानपिन के छ? कता व्यवस्थापन गरेको छ के छ? यस्तो छ, यो पदमार्ग चाहिँ करिब 40 किलोमिटरको पदमार्ग हो। छेददेखि सुरु भएर छोरोल्पासम्म चाहिँ अहिले बनेको छ। त्योभन्दा माथिको